नमस्ते साथीहरू। आज चाहिँ म हजुरलाई आफ्नै घरको गाईको दुधको पनिर कसरी बनाएर देखाउँछु ल। फर्स्टमा चाहिँ मैले दुध मजाले उमालिसकेपछि चाहिँ त्यसलाई मैले साइड लगाएँ। साइड लगाएर चाहिँ मैले 2 बिर्को भेनेगर र 2 बिर्को पानी राखेँ। अनि त्यसपछि त्यसमा फर्स्टमा चाहिँ थोरै मिसाएँ त्यो दुधमा। अनि दुधमा फर्स्टमा अलिकति मिसाइसकेपछि चाहिँ मैले बाँकी भएको चाहिँ सबै त्यही दुधमा हालिदिएँ। अनि हालिसकेपछि हेर्नुहोस् ल कस्तो मजाले एकैचोटिमा फाट्छ क्या। दुध र पानी चाहिँ कस्तो मजाले छुटिन्छ है। अनि त्यो छुटिसकेपछि चाहिँ मैले साइडमा चाहिँ मलमलको कपडा जुनबाट चाहिँ मजाले पानी तैरियोस् त्यो चाहिँ राखेको थिएँ। अनि त्यसमा मैले त्यो सबै खनाइसकेपछि चाहिँ मैले चिसो पानी त्यो सर्र पखालिदिएँ, किनकि त्यो पखालिसकेपछि चाहिँ त्यसमा भएको भेनेगरको अमिलो जान्छ। अनि मैले चाहिँ प्लेटमाथि नै प्लेट राखेर त्यसमा सिलौटाको बच्चाले थिचिदिएँ है मजाले। अनि 1 घन्टापछि चाहिँ मैले त्यसलाई निकाल्दाखेरि मेरो पनिर चाहिँ यस्तो मजाको भएर निक्लेको थियो। एकदमै सफ्ट नरम थियो है। काट्दा पनि कस्तो मजाले पफी टाइपको थियो, कस्तो मजाको थियो कि पनिर चाहिँ कस्तो मजाको बनेको थियो ल। थ्याङ्क यू।